भन्छ म त मैदान जस्तो लाग्यो खेती भइसक्यो हामीलाई त थाहै थिएन यहाँ हेर्नु न बाटो म त लड्छु होला नि यसको अगाडि हेरेको फेरि आत्मा आवाज गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी प्रियङ्का सेवा र सबैजनालाई सो आज चाहिँ हामीहरू फेरि के भन्नु मर्निङ वर्कको लागि जाँदैछौँ सो कता जान्छौँ होइन थाहा छैन होइन यस्तो यो भित्र गल्ली भन्दा नि हामीलाई चाहिँ एकदमै त्यो हुन्छ नि डाँडा काँडा यताउति भएको ठाउँमा जानु मन लाग्छ त्यो हुनाले पनि हामीहरू जाँदैछौँ बिहान उठेर सो कति घन्टा हिँड्छौँ हेर्दै जानु होला स्टे ट्युन गाइज सो यहाँ गाइस देख्न सक्नुहुन्छ यता चाहिँ अहिले मकैको सिजन हो नि त सो मकैहरू फलिरहेको छ यतातिर देख्न सक्नुहुन्छ यता चाहिँ अलिकति गाउँ छ क्या त्यही हो हामीलाई हिँड्नको लागि गाउँकै सजिलो हुन्छ अब किनभने अब भित्र त्यो मेन रोडतिर हिँड्दाखेरि चाहिँ अब अलिकति गाडीले गर्दाखेरि पनि अलि हिँड्नलाई पनि अलिकति असजिलो हुन्छ नि त अन्त त्यो हुनाले पनि हामीले चाहिँ यस्तो भित्र पसेर गाउँ ओफ चाहिँ के गनायो सरी गाइज थाहा भएन के गनायो होइन एनिवे ल यता देख्न सक्नुहुन्छ यस्तो छ है अब के फार्म हो यो कति जाने हो हामी यतै जाउँ न जतासुकै होस् सो गाइज हामीहरू चाहिँ कता जाँदैछौँ के गर्दैछौँ वी डोन्ट नो होइन बट हामी चाहिँ जे भने हामी चाहिँ शरीरलाई एकदमै हेल्दी राख्नको लागि हिँड्दैछौँ ल गाइस हेर्दै गर्नु होला एकदमै यता चाहिँ एकदमै गाउँ छ क्या सो त्यो हुनाले पनि हो बाटो पनि सेम हाम्रो गाउँको बाटो छ यता चाहिँ देख्न सक्नुहुन्छ ल यस्तो शिट ल गाइस अब चाहिँ म यहाँ भिडियो यहीँ इन्ड गरिदिन्छु एकछिनको लागि सो हजुरहरूले देखाउने नै छौँ किनभने यहाँ चाहिँ एकदमै दुर्गन्ध आइरहेछ आई डोन्ट नो उफ राम ल गाइस यो चाहिँ के हो है यति राम्रो छ है कान्छा चाहिँ मैदान भन्छ म चाहिँ मैदान जस्तो लागेन है के हो यो सेम कस्तो राम्रो के फेरि वाउ है माथि हेर्नु न क्लाउड कस्तो दामी देखेको यार ओ माई गड ल यस्तो छ है काठमाडौँ चाहिँ भित्र यस्तो छ खुला आकाशको छारी काल त्यहाँ बस्छु ल है गाइस यो हामीले चाहिँ कति देखिसक्यौँ कि यहाँ भने रहेछ के हो यो क्रिकेट ग्राउन्ड जस्तो पनि छ जग्गा फ्लडिङ जस्तो पनि छ के हो यो जता त्यस्तै के हो यो इफ हजुरहरूलाई कसैलाई थाहा छ भने यो के हो भनेर प्लिज कमेन्ट इनबक्समा कमेन्ट गरिदिनु होला इफ हजुरहरूलाई यो के हो भनेर थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला हामीलाई चाहिँ पुरै थाहा भएन त्यो हुनाले पनि हो जहाँ पनि यस्तै छ के हो यो सबजना के यता त सब सुकुम्बासीहरू मात्रै बस्ने एरिया हो यहाँ गाइस हामी चाहिँ यहाँ आइसक्यौँ यो चाहिँ लभ डाँडा जाने बाटो हो पर डाँडा चाहिँ त्यो चाहिँ लभ डाँडा हो गाइस यहाँनिर ड्राइभिङहरू पनि सिक्छ त्यहाँ लभ डाँडा हो हामीहरू जाँदैछौँ जताततै मकै यो चाहिँ मदन आश्रित मेमोरियल पोलिटेक्निक इन्स्टिट्युट अरे पोलिटेक्निक यहाँ पनि इन्स्टिट्युटै रहेछ मदन भण्डारी भनेको त मदन आश्रित पो रहेछ
गाइज हाम्रो चाहिँ यहाँनिर आइसक्यो थाहा भएन यो ठाउँको नाम चाहिँ के हो बट एकदमै हामी चाहिँ हाईमा आइसक्यौँ प्लेन वहाँ उड्दैछ देख्न सक्नुहुन्छ है हामी चाहिँ एकदमै हाईमा आइसक्यौँ र एकदमै राम्रो ठाउँ छ है सुनसान ब्युटिफुल एन्ड देन एकदमै के भन्छ कस्तो ठाउँ भन्नु के यसलाई राम्रो एकदमै लाइक त्यो गन्दा सन्दा भन्ने पनि छैन होइन एकदमै राम्रो रहेछ यो ठाउँ चाहिँ जस्ट अघिको ठाउँ त हुन त हेर्दै गाउँ जस्तो थियो अनि यति गन्दा थिएन के त्यो है केहरू फलाएको रहेछ मम्मा यस्तो भएन गनाएर है मासुले यतिको त घर बनाउने हो गाइज हामी होइन ढिलो चाँडो हो होइन तर एक दिन चाहिँ अवश्य बन्ने छ भन्ने हाम्रो आशा राख्दै हामी चाहिँ अगाडि बढ्दैछौँ हेर्दै जाउँ के कस्तो हुन्छ गाइज हामी चाहिँ थाकेर यहाँ बसिरहेछौँ है ममा यस्तो गर्मी भएन यस्तो गलिएन यति टाढा आएनौँ फ्याक्ट्री अनि यस्तो अगाडि हेरेको फेरि आत्मा आवाज अरे क्या अनि कस्तो के भन्नु र नाम पनि पुतला आवाज हुन्छ के आवाज हुन्छ अरे कालो पुतला आवाज ल गाइस यस्तो छ घरहरू चाहिँ यस्तो दामी छ यति राम्रो छ वाउ कस्तो राम्रो लाग्यो आत्मा आवाज अन्त ल गाइस यो चाहिँ हामीलाई कम्प्लिटली थाहा भइसक्यो यो चाहिँ दुबो खेती गर्नु भएको रहेछ गाइस आज हामीहरू यस्तो बाटो हिँड्दैछौँ मलाई गाउँको याद आयो नि हुँदैछ ओहो एकदमै फोहोर पनि हुन्छ ओ साँच्चीकै यहाँ हेर्नु न बाटो म त लड्छु होला नि ओहो सो यहाँ गाइज हामीहरू चाहिँ हिँड्दैछौँ के गर्नु अब है सब यो सब यहाँ देख्नु हुँदैछ नि हजुरले यो सब पुरै दुबोको खेती रहेछ कि हामीलाई त थाहै थिएन त्यहाँ हिँडेर एकजना आन्टीले भनिदिएर मात्रै हो नत्र भने हामी चाहिँ एकदमै कन्फ्युजमा थियौँ सो कन्फ्युज चाहिँ दूर भइसकेको छ ओ माई गड ओहो के गर्नु गाइस यस्तो बाटो आइहाल्यौँ अब हिँड्नै पर्यो त्यो त हो तर यो त अति नै हो क्या गाउँमा त यस्तो नि हुँदैन नै लु है लु अब त यो त सकिन्न रहेछ के हो यो यस्तो अब माउसली गाइज हामीले माउसली पनि देख्यौँ नि अब उता गयो ल हेर्नु गाइज दुबो खेती हुन त कति मजाले पानी हालिराख त्यो अङ्कलले र यता कति कुराहरू खेतीपाती गरिराख्नु भएको यता त कस्तो टोइलेट बनाउँदैछ त जाउँ छिटो सो हामी चाहिँ राम्रो बाटो आयौँ है यस्तो सिकसिके भएन यस्तो सिकसिके ओ माई गड फोहोर पनि थियो अलिअलि यस्तै हो गाइज अलिकति सिकसिके लाग्यो त्यही हो यति राम्रो छ दिन है तर अलिकति गर्मी चाहिँ भयो है के गर्नु या गाइस यो चाहिँ मैले सामानहरू किनेँ दही खोर्सानी लेमन कोला सब म चाहिँ गएर खानेछु लगभग हामी चाहिँ घर पनि आइसकेको छौँ हाम्रो घर चाहिँ यहाँदेखि अलिकति पल्लोपट्टि हो सो स्टे ट्युन्ड गाइस आजको भ्लग चाहिँ म लगभग यहीँ इन्ड गर्छु होला जस्तो लागिरहेछ अब योभन्दा म बनाउँदिनँ किनभने अब म भ्याउँदिनँ नि त त्यही भएर पनि हो मैले चाहिँ आजको भ्लग चाहिँ यहीँ इन्ड गर्छु किनभने अब म भ्लग बनाउनु भ्याउँदिनँ नि त सो आजको भ्लग के कस्तो लाग्छ हेरेर माया गरिदिनु होला साथ दिनु होला सब्सक्राइब गरिदिनु होला अरूभन्दा पनि सो त्यही हो गाइज बाई बाई